जेम्स नमस्कार सबैलाई। आज हामी एकदमै गम्भीर र महत्त्वपूर्ण विषयमा छलफल गर्न गइरहेका छौँ। येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्थ्यो? कि उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो? कि उहाँ केवल एक अगमवक्ता, हामी जस्तै साधारण मानिस मात्र हुनुहुन्थ्यो? आजको डिबेटमा आलो बाइबलकै आधारमा येशू परमेश्वर होइन भन्ने धारणा राख्नुहुन्छ र समीर बाइबलबाटै येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रस्तुत गर्नुहुन्छ। छलफल शान्त, आदरपूर्ण र फर्स आधारित हुनेछ। धन्यवाद। म सुरुमा नै स्पष्ट भन्न चाहन्छु, म येशूलाई अस्वीकार गरेको होइन। म उहाँलाई एक महान अगमवक्ता, परमेश्वरद्वारा पठाइएका मानिसको रूपमा सम्मान गर्छु। तर आज धेरै मानिसले भन्छन् येशू नै परमेश्वर हुनुहुन्छ। मेरो प्रश्न छ, के बाइबलले साँच्चै त्यसो भन्छ? उदाहरणका लागि प्रेरित 2:22, इस्राएलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशू यस्ता व्यक्ति हुनुहुन्थ्यो जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईहरूका सामुन्ने प्रमाणित गर्नुभयो। यहाँ के भनिएको छ? येशू परमेश्वर भनिएको छैन। यहाँ त स्पष्ट रूपमा येशू एक मानिस भनिएको छ जसलाई परमेश्वरले प्रयोग गर्नुभयो। यदि येशू आफै परमेश्वर हुनुहुन्थ्यो भने बाइबलले किन परमेश्वरले उहाँद्वारा भन्छ? त्यसैले मेरो धारणा स्पष्ट छ, येशू परमेश्वर होइन। उहाँ एक अगमवक्ता, परमेश्वरद्वारा पठाइएका साधारण मानिस मात्र हुनुहुन्थ्यो। तपाईले उठाउनु भएको फर्स बाइबलमा लेखिएको सत्य हो, तर कृपया सुन्नुहोस्, एउटा फर्सले मात्र येशूको सम्पूर्ण परिचय तय गर्दैन। बाइबलले एउटै समयमा येशूलाई मानिस पनि भन्छ र परमेश्वर पनि। यूहन्ना 1:1, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। यूहन्ना 1:14, वचन शरीर बन्नुभयो र हामी बीच बस्नुभयो। त्यसैले बाइबलको सन्देश यस्तो छैन कि येशू या त परमेश्वर हुन् या त मानिस। बाइबल भन्छ उहाँ परमेश्वर भएर मानिस बन्नुभयो। समीर, तपाईले यूहन्नाको गौस्पलबाट भर्स पढ्नुभयो, तर येशू आफैले के भन्नुभयो त्यो पनि महत्त्वपूर्ण छ। यूहन्नाको 17:3 हेर्नुहोस्, तपाई मात्र साँचो परमेश्वर हुनुहुन्छ र तपाईले पठाउनु भएको येशू ख्रीष्टलाई चिन्नु नै अनन्त जीवन हो। यहाँ येशू आफै फादरलाई मात्र साँचो परमेश्वर भन्नुहुन्छ, आफूलाई होइन। यसले के देखाउँछ? येशू आफूलाई परमेश्वर होइन, परमेश्वरद्वारा पठाइएको मानिस मान्नुहुन्छ। त्यसैले फेरि भन्छु, येशू परमेश्वर होइन, एक अगमवक्ता मात्र। धेरै राम्रो प्रश्न, तर यहाँ हामीले कन्टेक्स्ट बुझ्नै पर्छ। येशू त्यसबेला मानव रूपमा फादरसँग प्रार्थना गरिरहनु भएको थियो। फिलिपी 2:6, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्कै राख्ने वस्तु जस्तो ठान्नु भएन। फिलिपी 2:7, तर आफैलाई हृदयगन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। जब येशू संसारमा आउनुभयो, उहाँ फादरसँग मानिसको भूमिकामा बोल्नुभयो, तर त्यसैले उहाँ परमेश्वर होइन भन्ने हुँदैन। यूहन्ना 10:30, पिता र म एक हौँ। यूहन्ना 8:58, अब्राहम हुनु अघि नै म हुँ, आई एम भनेको। प्रस्थान 3:14, तब परमेश्वरले मूसालाई भन्नुभयो, म हुँ। परमेश्वरले आफ्नै नाम प्रयोग गर्नुभएको शब्द हो। यही कारणले यहुदीहरूले येशूलाई ढुङ्गा हान्न खोजे, किनकि उहाँले आफूलाई परमेश्वर भन्नुभयो। यदि येशू परमेश्वर नै हुनुहुन्थ्यो भने किन उहाँले प्रार्थना गर्नुभयो? किन भन्नुभयो, मेरो इच्छा होइन, तपाईको इच्छा पूरा होस्? इब्रू 5:7, उहाँले आफ्नो शरीरको दिनहरूमा
प्रार्थना र बिन्ती गर्नुभयो। येशूले प्रार्थना गर्नुभयो किनकि उहाँ हाम्रो ठाउँमा उभिनु भएको थियो। यदि उहाँले मानिस जस्तै आज्ञाकारी जीवन नजिउनु भएको भए उहाँ हाम्रो उद्धारकर्ता हुन सक्नुहुन्नथ्यो। त्यसैले बाइबलले येशूलाई केवल अगमवक्ता मात्र भन्दैन र केवल परमेश्वर मात्र पनि भन्दैन। बाइबल भन्छ येशू परमेश्वर पनि मानिस पनि हुनुहुन्छ। तर समीर, तपाईँ अझै पनि एउटै कुरा घुमाइरहनु भएको जस्तो लाग्छ। यदि येशू परमेश्वर नै हुनुहुन्थ्यो भने बाइबलले सिधै येशू परमेश्वर हुनुहुन्छ किन नभनेको? राम्रो प्रश्न। बाइबलले त्यो कुरा सिधै पनि भनेको छ। स्टेप 8 मा यूहन्ना 20:28 थोमसले उहाँलाई भने, मेरो प्रभु र मेरो परमेश्वर। ध्यान दिनुहोस्, थोमसले येशूलाई प्रभु मात्र होइन मेरो परमेश्वर भने। येशूले उसलाई रोक्नु भएन। यदि येशू परमेश्वर होइन हुनुहुन्थ्यो भने उहाँले मलाई यस्तो भन्नु गलत हो भन्नुपर्ने थियो। स्टेप 2 अगमवक्ताले वर्षिप स्वीकार गर्छ र अब अर्को कुरा सोचौँ। बाइबल अनुसार अगमवक्ताले कहिले वर्षिप स्वीकार गर्दैन। रेभेलेसन 19:10 स्वर्गदूतले भने, मलाई वर्षिप नगर, म तिमी जस्तै सेवक मात्र हुँ। म्याथ्यू 14:33 चेलाहरूले येशूलाई वर्षिप गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। यदि येशू केवल अगमवक्ता मात्र हुनुहुन्थ्यो भने उहाँले पनि स्वर्गदूत जस्तै वर्षिप रोक्नुपर्ने थियो। तर उहाँले रोक्नु भएन। किनकि उहाँ वर्षिप योग्य हुनुहुन्थ्यो। म स्वीकार गर्छु, तपाईँले वर्षहरू जोडेर बुझाउँदा कुरा पहिले भन्दा धेरै स्पष्ट हुँदैछ। तर अझै एउटा कुरा बाँकी छ। येशू मर्नुभयो। त्यो कुरा म कसरी मिलाउँ? ठिक यही प्रश्न हामी अर्को भागमा गहिरो रूपमा हेर्नेछौँ। परमेश्वर मर्न सक्छ कि सक्दैन? र बाइबलले येशूको मृत्युबारे वास्तवमा के भन्छ?